जाऊ जाऊ Oh, Jancy, Ezra, Jancy, song, Jancy, हिजो म त्यस्तै भयो Sony के हो ब्लग बनाउन लायक पहिला प्रार्थना गरौँ न जोड निरज दौड साहब होइन यहाँ सुमना दिदी होइन होइन तिमीले गर न Happy birthday to you. Happy birthday to you. Happy birthday dear Sona. Happy birthday to you. May God bless you. May God bless you. May God bless you. कति वर्ष पुग्नुभयो दाजुबाट निरजको हातले प्राय डिस्टर्ब गरेछ मसँग चुकले ए पहिला प्रार्थना गरौँ न ल सुन्जो निरज दौड साहब होइन होइन तिमीले गर न क्यामेरा रेडी हो नगाउने ह्याप्पी बर्थडे Happy birthday to you. Happy birthday to you. Happy birthday dear Sona. Happy birthday to you. May God bless you. May God Bless you. May God Bless you. May God bless you. कति वर्ष पुग्नुभयो दाजुबाट निरजको हातले त प्राय डिस्टर्ब गरेछ ठिक छ काटौँ काटौँ बर्थडे जस्तै फिल भयो ताली ताली आजबाट 30 हो आजबाट 30 हो जिस्केको 31 चाहिँ आज 9 आज 25 पुरा भयो 24 पुरा भयो 2005 आज 26 ओ वाउ यस्तो हो नि त ल म्यारिजलाई नि खादिनु पर्यो अलि अलि माइजू अब अर्को वर्ष मिङमारको नि यस्तो देख्न पाम
बेस्ट विसेस ममिङमा सुशान्त दाइको पनि देख्न पाऊँ निरज भाइको पनि देख्न पाऊँ आफ्नो पनि भन्नुपर्ने दिदीको फोटो आशिष दिनुभएको होस् थ्याङ्क यू क्याब चाहिँ खोल्नु भन्छ क्याब खोल्नु र अलि ए भाइ क्याब लागे ठिक रहेछ त यता राम्रो फोटो खिच्थ्यो ल म फेसबुकमा हाल्छु हजुर अनि भएर यो त भयो पुरा थर्काएर खस्छ त अलि मायाले गाउने ठिक छ भयो ल चारचोटि खाइसक्यो क्या खाना दिएर आजबाट 30 हो जिसके भाइ 30 यस्तो हो नि त ल म्यारेज दानी अरूको दिन पनि छिट्टै आउँछ अब आजबाट 30 हो आजबाट 30 हो जिसके भाइ 30 आज 9 आज 25 पुरा भयो 24 पुरा भएर 25 यस्तो हो नि त अरूको दिन पनि छिट्टै आउँछ अब अर्को वर्ष मिङमार पनि यस्तै देख्न पाम एकदम रमाइलो भइरहेछ है एकदम आयो खाना गएको छ अलि राम्रोसँग हेलो नमस्ते स्वागत छ तपाईँहरूलाई मिङमार अफिसियल ब्लगमा आज हामी यहाँ सोनाम सरकारको बर्थडेमा आएका छौँ त्यसपछि अब जुस हामीले केक चाहिँ अघि काटिसक्यौँ होइन तपाईँले हेरिसक्नुभयो होइन अनि अहिले चाहिँ हामीलाई डल्लैसँगले यो एकदम मासु चिकनको मासु यो सलाद खोइ मैले नदेखाएको बोल्दै एकदम यस्तो छ अनि यसलाई हामी चाम्ची निकालेर अब हामी यसलाई ब्राउन गर्छौँ अहिले तपाईँहरू कोही हुनुहुन्छ भने हत्र इन्जोय गर्नु होला है त ओके बाई बाई अब खोइ के हुन्छ